नमस्कार सबैलाई। अब चाहिँ हाम्रो शोभायात्रा सुरु हुनै लाग्यो र हाम्रो गाउँको चाहिँ प्रथमपल्ट फर्स्ट टाइम र फर्स्ट एक्सपिरियन्स पनि हो। अनि आज हामी शोभायात्रा गर्न जाँदैछौँ र आउनुहोस् तपाईँहरू पनि आएर दर्शन गर्न सक्नुहुनेछ है त। ढोकाउँदै जाऊ ढोकाउँदै। शरणं गच्छामि संघं शरणं गच्छामि। हेलो आमामा ल अहिले चाहिँ आदि उताबाट घुमाएर चाहिँ अलिक राम्रो बाटोबाट यहाँ निकाल्यौँ हो। गाउँभित्रै हो यो, आधा गाउँ घुमिसक्यो। धर्मं शरणं गच्छामि शरणं गच्छामि। अरे कितना बड़ा है भाई। हेलो हाय। अरे हाम्रो अझै पनि गाउँ यहाँ मुनि हो, अझै मुनि छ है। हामी आएको यहाँ माथिबाट, एकदमै माथि हो यो चाहिँ, यता माथि पर्छ है। हामी यस्तो झरेको किनभने यो बिचमा यो भ्यागमा चाहिँ गाडीको बाटो छैन होइन, यस्तो गाडीको बाटो छैन। अनि गाउँ चाहिँ एउटै हो। अनि हाम्रो चाहिँ सिधै माथिल्लोपट्टि रिम्बिक जाने रोड छ, मेन बिचमा चाहिँ छैन। यो माथिनिर अलिअलि देख्दै गरेको अदपीको लाइन छ, त्यो चाहिँ मेन रोडको लाइन हो। अनि यो मिडल गाउँ, यो लोअर भयो, यो मिडल भयो, यो भयो अप्पर। त साथी यस्तो छ हो। अनि यहाँ चाहिँ अलिकति मजाले बसेको जग्गा पनि छ, त्यसले गर्दाखेरि अलिकति मजा लाग्छ यहाँ चाहिँ। किनभने मेरो चाहिँ माथि नै पर्छ, माथि चाहिँ अब देखिरहनु भएको र मेरो चाहिँ अलिकति माथि अझै राम्रो भ्यू चाहिँ देख्नु पाइन्छ। घरमा थुप्लुका आइपुग्यो। अघि त म त ओह्रालो
उफ अहिले चाहिँ स्टपमा आइपुग्यो कि तल फेदबाट देखाउँदै थिएँ मैले अघि धुप्पीको टुप्पा अहिले यहाँ धुप्पीको फेदमा आइपुग्यो ठेला हतार परेको र अप्परमा चाहिँ यस्तो छ यहाँ चाहिँ बुद्धको चाहिँ न्याखोर भन्दा चाहिँ है न्याखोर भनेको चाहिँ पुरा बुद्धलाई घुमाउने है गाउँघर अब गाउँमा जहाँ जहाँ घुमायो है मारा लाँदैछौँ त्यसलाई चाहिँ न्याखोर भन्दो रहेछ टिबेटन भाषामा है अनि बल्ल हामीले गाउँ कम्प्लिट भयो शोभायात्रा अन्तिम आइपुग्यौँ र एकदमै आजको शोभायात्रा एकदमै राम्रो प्रकारले सफलतापूर्वक भइगयो होइन अब चाहिँ यहाँबाट निकालेका थियौँ शोभायात्रा भनेदेखि अहिले अब हाम्रो यहाँनिर कम्प्लिट हेलो खै के छ खै हेलो को हो दर्शनमा आएको हो अनि ल ल अब शोभायात्रा हाम्रो कम्प्लिट भयो एकदमै शोभायात्रा शुभ साइडमा राम्रोसँगले शोभायात्रा पूर्ण भयो है हामीले यहाँबाट निक्लेका थियौँ अहिले अब दिनले पनि साथ दियो साथसाथै होइन राम्रोसँगले हामीले गाउँलाई गाउँको परिक्रमा पुरा गऱ्यौँ यही नै होला है ल आइपुग्यो ल अब चाहिँ चिया चोमेना अलिअलि खाजाभुजाको मेलोमेसो भयो है पर्चत सर्चत अब चाहिँ घाम पनि झन् दामी लाग्यो त घाम त त्यति बेला चाहिँ भिडियो फोटो बनाएर कर्नर निकालिरहेको कर्नर कुच्चाएर मोबाइलदेखि छेउ छेउ एकदमै दामी भयो दिनले चाहिँ बहुतै साथ दियो अहिले चाहिँ आज चाहिँ दिनले बहुत साथ दियो आज चाहिँ